हुँदैन ह्याप्पी होली सो गाइस अब राति परेको छ राति भएपछि तिम्रो याद आइहाल्छ तिम्रो याद आएपछि तिमीसँग बोल्न मन लागिहाल्छ तिमीसँग बोल्न मलाई मेसेज ट्याक गर्नु परिहाल्यो त्यसपछि तिमीलाई सो हेलो अनि वेलकम ब्याक टु माई च्यानल होप सबैजना सन्चै हुनुहुन्छ होला सर्वप्रथम तपाईँहरूलाई म ह्याप्पी होली भन्न चाहन्छु होइन आज होली र आज फर्स्ट टाइम इन द लाइफ बसन्तपुर त गइहाल्छ तर होली मनाउनको लागि भनेर विशेष आज बसन्तपुर जाँदैछौँ पछाडि दुईजना केटाहरू आउँदैछ एकजना त क्यामेरामा आउँदैन तपाईँलाई थाहै होला होइन सेतो लुगा राम्रो भएर गएको छु तर राम्रीलाई हेरिदिनु म किनभने के छ किनकि मेरो उनीले हेरेर चिन्के गाह्रो पर्छ नि त सो होली मनाउन जानै पऱ्यो पहिला जाने बसन्तपुर जाँदैछु ल यता चाहिँ होलीको चलबल चल्दा रहेछ त्यस्तो हुँदैन ह्याप्पी होली बचेर यता लुकिरहेको छु एट्याक गर्नु पर्खिरहेको छु न ल सेलिब्रेटीहरू मेरो फोटो खिच्न रेडी भइसकेका छन् होइन नान है अहिले मोबाइल भित्र अहिले बच्चाहरूले गर्नै गरे लखाटी पुरा होइन भिजाइरहेको हात छुछु अरू त अरू यहाँ बस्ने ठाउँमा सुत्दा चिसो भएको छ कि बस्नै नसक्ने गरेर बसमा झन् बसेर अब बसन्तपुर जाँदैछौँ कलर किन्नु पऱ्यो होइन यताउता गर्नै पऱ्यो ठिक छ हामी फाइनली यो धरारा साइडतिर आइसकेका छौँ होइन यहाँ चलबल डह्रो छ ठुलो लाउड भोल्युम नगरिकन बोल्नै नसकिने भयो जस्तो छ हेर्नु न भिड यहाँ त के हो उता टन्नै भिड छ क्या ए मजाले यहाँ फेरि पहिले होली ल हेर्नु बच्चाले त लहाटी देखिहाल्नु भयो होला होइन होली स्टार्ट हुँदैछ अनि पछि दल्दिने एकैचोटि टिका गल्ती भाइ माफी पाऊ मैले त दुइटा आउन ला है साइड साइडमा आया ए सरी अब एउटा मात्र ल है ठिक हो मङ्गल पुरा अब उता त क्यामेरा तिर्छ होइन होला आमामा पुरा होलीको चलबल होइन राम्रो देखिएको होला नि होइन एकछिन पछि त यतै हुँदैछ अब हामी बसन्तपुरतिर चलपल गर्न जान्छौँ होइन हेरिरहनु कतिको रमाइलो हुन्छ आज एकदम कसैले के अरे ह्याप्पी होली भन्दैन के जान्थ्यो अरे हो दौडे केटा दौडे बाबा रे पुरा माहौल त पुरा चम्किरहेको मजा आइरहेको थियो ह्याप्पी होली भन्ने पर्छ जस्तो चाहिँ यार आमामा कस्तो कलर उडे हेर्नु दर्शकबिनहरू आमामा हाम्रो ए माथि छतबाट पानी फाल्दा छ यार ल चाहिँ ओए पानी फाल्दा छ है पानी छेपिरहेछ माथिबाट हिँड्न त गाह्रो छ आमा पछाडिबाट टाइम टुई गर्छ यार के पुरै अहिले त्यो भएको ठाउँमा के आमा बाल्टी नै खनाइदिन्छ नि हेर्नु त यस्तो होइन कस्तो राम्रो अनुहारलाई बाँदर मुखी बनाइदिएको हेर्नु त ल यही ठाउँमा आउँदाखेरि मैले ल सेतो कलर नि पऱ्यो क्या हो ल हेर्नु हालत नवीन भाइ
होली तपाईँलाई ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली दर्दनाक हालत यी लुगा यी एउटा मान्छे हेर्नुहोस् हाम्रो दर्दनाक हालत यहाँ अलि त्यो खाली रहेछ अलि गर्दा के भने सो यतिखेर चाहिँ म घर आइसकेको छु होइन अब होलीको अब चलपल सबै सकेर आउँदा आउँदा रात परिहाल्यो हिँड्न त चाँडै हिँडेको थियो अब घरमा गएर नुहाउनु छ यस्तो जाडोमा कसरी नुहाउने होला त्यही पीडा मात्रै छ भन्ने क्या अहिले पानी तताएर झ्याप झ्याप नुहाइहाल्नुपर्छ क्या ल के छ भिडियो ल अब भिडियो हेरेर कस्तो लाग्यो लाइक कमेन्ट सेयर सल्लाह सुझाव के दिन चाहनुहुन्छ दिनु होला कमेन्ट बक्स ट्याक खुल्ला छ सो अब यसपछि बेको भिडियोमा भेट्ने बाचाको साथ बिदा हुन चाहन्छु हस्त नमस्ते शुभरात्रि